छिटो छिटो गएर kalau punisnya kata hani sana. Macara dah. Kalau punisnya kata hani sana. Hello everyone, namaste. Jorle. Welcome back to my another vlog. तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। हामी आजसम्म पनि गाउँकै बसाइमै छौं। सायद बसाइको आज अन्तिम दिनतिर आएका छौं। सायद हामी भोलि घर फर्किन्छौं होला। अहिले म हजुरहरुलाई देखाइरहेको छु यहाँबाट देखिने सनराइजको भ्यू। कति सुन्दर छ, सूर्योदयको भ्यू कति राम्रो देखिरहेको छ। हेर्दाखेरि देखिन्छ ठ्याक्कै सूर्य जमिनबाट निस्किरहेको जस्तो। वाउ, ब्युटिफुल। यति बेला यहाँको भ्यू निकै एट्र्याक्टिभ छ। आज भने यहाँ स्थानीय देवता नाग भोयार र पितृ पूजा रहेको छ। त्यसकारण यहाँ खन्ने जोत्ने जस्तो विशेष कामहरू आज नगर्ने चलन छ। हामी अहिले बिहान घाँस दिन जाँदै छौं। अब हजुरहरुलाई घाँस काट्ने ठाउँमै पुगेर भेट्ने छौं। फूलहरू यसरी फुलिरहेका छन्, जतासुकै हरियाली। अहिले भने हामीले चिउरीका घाँस डालाहरू झारिसकेका छौं। ठुला ठुला हाँगा सहित झारेको कारणले यसरी छाड्नु पर्ने हुन्छ। चिउरीको बोट पनि गाउँमा विशेष वनस्पतिको रूप। यसको थुप्रै फाइदाजनक विशेषताहरू छन्। यसको बोटबाट काठ पनि निकाल्न सकिन्छ। हाँगाहरू दाउराको रूपमा प्रयोग हुन्छ। यसको फूल तथा फलबाट रक्सी बनाइन्छ भने यसको पातबाट टपरी बनाइन्छ र घाँसको रूपमा प्रयोग गरिन्छ। उता बुढीले पनि घाँस छाड्दै घाँस बदुलिरहेका छन्। घाँस हाँगा नराखी छोटो छोटो गरी काटेका कारण घाँसलाई मुठा बाँड्नु पर्ने हुन्छ। र उता बुढीले घाँसको मुठा बाँड्नको लागि खर पनि काटेर ल्याइसकेको छ र मुठा पनि बाँधिरहेका छन्। आज पनि यतातिर अब आज पनि खन्न खास ठुलो कामहरू गर्नु हुँदैन। त्यही घाँस काट्ने बस्ने। आज दिउँसो पनि त्यही होला। आज मकै खन्न चाहिँ बार्ने चलन छ। यहाँ पूजा छ आज, त्यही भएर पूजाले गर्दाखेरि मकै खन्ने काम चाहिँ आज पनि हुँदैन। आज पनि घाँस काट्ने बस्ने हो। यसरी सबैले मनपर्छ किनभने अलिक लामो हुन्छ। लामो कारणले अचानक उठाएर पातको सानो माग्ने फुल गरी छोटो पनि त्यही भएर भन्ने पर्ने हुन्छ। लामो लामो घाँस मुठा बाँधिसकेपछि छिटो छिटो घर जानुपर्ने हुन्छ, किनकि पूजाको लागि यसको पात टिपेर टपरी बनाउनु छ। यता मासतिर अरू पनि गाउँलेहरू घाँस काटेर घरतिर फर्किँदै छन्। मजाले राले kalau punisnya kata hani sana. Gautir ke sayangannya le deh. Ini ada anai. पच्चीस वटा को गुवा भालेले सबैलाई पनि भयो, भोक पनि लाग्यो। यहाँ त घाम लागिरहेको छ, पानी प्यास पनि लागेछ। अब र हामी पनि आफ्नो भारी उठाएर घरतिर फर्किँदैछौँ।
अब तपाईँहरूलाई घरै पुगेर भेट्नेछौँ। अहिले हामी घरमा आइपुगेका छौँ। यता मामाले पूजाको तयारी गरिरहनु भएको छ। आज टोटल 2 घरको गरेर 9वटा भालेको पूजा गर्नु छ। पूजाका कार्यहरू तपाईँहरूलाई देखाइएन, यसमा अन्यथा नलिनु होला। पूजाको कार्य सकिने बित्तिकै हामीहरू सबैजना मिलेर छिटो छिटो खाना बनाएर खाने लाग्यौँ, किनकि पूजाभन्दा पहिला कसैले पनि केही खान नहुने भएको कारणले सबै भोकै बसिरहेका थियौँ। त्यसैले कोही भात मसालातिर लाग्दैछौँ भने कोही भालेको मासु बनाउनुतिर लाग्दैछौँ। खानेकुराहरू पाक्न साथ हामीहरू खानको लागि बस्यौँ। अहिले केही खानेकुराहरू पाकिसकेको छ, त्यसकारण हामीहरू सबभन्दा पहिला खाना खान नै सुरु गर्नेछौँ। Daughter salah ke mana? Sana ke buari Min ke pa? Puja गरेको mal kena kegiatan dia nak ke Mio do asyik mor ko tisi ja gal ke jo pot ki mio le check gila ni resep ini पूजा गरेको भालेको मासु धेरै छन्। साँझ माइजूले गाउँतिरका आफन्तहरूलाई पनि puja खानको लागि निम्ता गर्नुभएको छ। साँझ आफन्तहरू आउनुहुन्छ। अब फेरि तपाईँहरूलाई त्यतिखेर नै फेरि दुबारा भेटौँला। ni uta ho अहिले साथीहरू साँझ परिसकेको छ। गाउँका आफन्तहरू पनि आउनुपर्ने आफन्तहरू पनि आइरहनु भएको छ र नैवेद दिएपछि सबैजनाले नैवेद पनि खाँदै गर्नुभएको छ। हामीहरू निकै धेरै बेरसम्म गफ गर्दै दुःख सुखका कुराहरू गर्दै खानेकुराहरू खाइरह्यौँ। yang ramadhan Lagi mobilan jadi nanti aku gimana bang ala dah. Ya kat gila ni mana. Wan ni, kiu kan orang kan yang boleh sama. Mana dalam mana. Orang ni dia dah jadi kan. Kami. Nah, wan dah koi. Mau le gala. Iya cara. Mata pula zara. porsa khana Boy sido kan siar. mada ka bu betara gal jam Mimi satu banji ko. Iya, mimi satu. miri kami miri Nako sana banji. banji Ada banji. Banji dekat yang kos. Kau aja aja. Kasih beliau. Apa? modal khire chana Unani osi. Lah soja saya banja. Banja macam soja na banji ngai. jan Kemai ko. रात निकै गइसकेको थियो। आफन्तहरू घरबाट गइसकेपछि हामी पनि सुत्यौँ, किनकि हामी पनि फेरि भोलि बिहान घर फर्किने तयारी गर्नुपर्ने थियो। अब तपाईँहरूलाई भोलि बिहान नै भेट्नेछौँ। गुड मर्निङ सम्पूर्णलाई। आज पनि तपाईँहरूलाई बिहान सूर्योदयको दृश्य देखाउँदैछु, हेर्दै गर्नुहोला। सूर्य कसरी बिस्तारै बिस्तारै जमिनबाट निस्किरहेको जस्तो देखिरहेको छ। ओ वाउ, कति राम्रो भ्यू।
यतातिर फुलहरू फुलिरहेका छन्, उता जङ्गलतिर चराचुरुङ्गीको आवाजहरू पनि आइरहेका छन्। अब भने हामी छिटो छिटो घर फर्किनेको तयारी गर्नेछौँ। अब फेरि तपाईँहरूलाई घरबाट हिँडेर बाटोमा पुगेपछि भेट्नेछौँ। मान्छेलाई पऱ्यो भने यो थान पनि हो यहाँनिर। यहाँबाट गएर माथि मन्दिर छ, धार्मिक आस्थाको हिसाबले यो राम्रै थान पनि हो। आज हामी गाउँबाट फर्किँदैछौँ। अनि जाँदै हाम्रो गाउँ जाने बाटो यहाँ तलबाट जान्छ म जन्मेको ठाउँमा। हामी यतातिर अलिक ओर नमताङ बसेको, त्यहाँनिर हेर्नु होला म जन्मेको ठाउँ त्यही हो। त्यो डाँडामा त्यो माटपारीको सनाउगी भयो, तल यो तलको यो जो गाउँ देखिएछ तल हेर्नु वारीतिरको, त्यहाँ दुईटा वारी देखिएछ। त्यो वारीको चाहिँ गाउँ डाँडा पनि भन्छ, गाउँ खरक पनि भन्छन्। अनि पारीतिर चाहिँ ढुङ्गे। त्यहाँबाट गएर यतातिर फेरि माथि उतातिर डाँडामा गाउँहरू देखिएछ, त्यो झर्लेङ हो। गाउँठाउँको दृश्य हेर्नुहोस्, अब सिजन गइसक्यो के गर्ने। चन्तराहरू पनि पाक्दैछ, चन्तराहरू हेर्नु होला। यसको चाहिँ रक्सीराम हिँड्दै गर्दा बाटोमा काफल पाकेको देखेर काफल देखिसकेपछि कहाँ मनले मान्छ र हामी दुवैजना काफल टिप्नेतिर लाग्दैछौँ। ए उ गरम भनेको त भुलेछ यार, त्यो निकाल त। काफल टिप्नु भएको के गाउँमा यसरी काफल खेर गइरहेछ, खाने मान्छे हुँदैन। हामी यहाँ जङ्गलतिर जाने हो भने त कति होला। हामी त यो बाटोमा मात्रै देखेको काफलले टिपेर खाएर आज रहेको टिप्दैछ। जङ्गलतिर जाने हो भने त कति होला, भित्र पस्ने बाटो यही नजिकै छ। बाटो देखायो, बाटो यही नजिकै छ। बाटो छेउमा हामी टिपेको बाटो यही नजिकै उता बाटोको छेउमा नि यस्तरी पाक्न दिएछ, भित्र त कति पाकेछ छ। समय छैन। काफल हेर्नु होला। गाउँमा हामीले अघि बाटोमा आउँदाखेरि सानो बुटो रहेछ, जङ्गलतिर पस्न त अलिक सम्भव भएन। बाटोको छेउमा भएको काफल टिपेको एकदम मिठो रसिलो रहेछ, यति राम्रो। अब हामीलाई त्यो मधेसतिर बेच्न लगेको चाहिँ 2-3 दिन भएको हुन्छ, सुकिसकेको हुन्छ। यो फ्रेस टिपेको एकदम मजाको ऐसेलेहरू कसरी पाकिरहेका छन्। अब भने हाम्रो भ्लग यही अन्त्य गर्न चाहन्छु, किनकि हामीले राति मोबाइल चार्ज गर्न भुलेका कारण अलिकति ब्याट्री लो भइसकेको छ। हवस् त साथी हो, आजको भ्लग यही सकिन्छ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। सधैँ खुसी रहनुहोस्, मस्त रहनुहोस् भन्दै आजको भ्लग यही समाप्त गर्छु। धन्यवाद।